आज हामी वज्रछेदिका सूत्र, जसलाई डायमण्ड सूत्र पनि भनिन्छ, त्यसको बारेमा केही कुरा गर्दैछौं। यो अहिलेसम्म लेखिएका सबैभन्दा गहन ग्रन्थहरूमध्ये एक मानिन्छ। साँच्चै भन्नुपर्दा यो एउटा यस्तो ग्रन्थ हो जसले यथार्थलाई हेर्ने हाम्रो बुझाइलाई नै चुनौती दिन्छ। यो पूरै संवादको सुरुवात यहीँबाट हुन्छ। बुद्धका एक शिष्य सुभूतिले सोधेको यो सामान्य देखिने प्रश्नले दर्शनको एउटा गहिरो तह खोल्छ। आखिर यो हरपल दौडिरहने चञ्चल मनलाई काबीमा राख्ने कसरी? यो सूत्रको गहिराईमा पुग्नलाई हामी एउटा यात्रामा निस्कदैछौं जुन 4 चरणमा बाँडिएको छ। हामी त्यो परम प्रश्नबाट सुरु गर्नेछौं अनि यसको विरोधाभासपूर्ण करुणालाई बुझ्ने प्रयास गर्नेछौं। त्यसपछि रूपभन्दा पर हेरेर अन्तमा यथार्थलाई सपना र छाया जस्तै हेर्ने दृष्टिकोणमा पुग्नेछौं। कथाको सुरुवात एकदमै सामान्य लाग्ने क्षणबाट हुन्छ। कल्पना गर्नुहोस् त, बुद्ध आफ्नो दैनिक भिक्षाटन सकेर खुट्टा धोएर शान्त मुद्रामा बसिरहनु भएको छ। यही साधारण देखिने क्षणमा उहाँका शिष्य सुभूतिले त्यो असाधारण प्रश्न सोध्छन् जसले यो सम्पूर्ण सूत्रलाई गति दिन्छ। सुभूतिले सोध्छन्, जो कोही ज्ञानको मार्गमा हिँड्न चाहन्छ उसले आफ्नो मनलाई कसरी स्थिर राख्ने, कसरी नियन्त्रण गर्ने? तर बुद्धको जवाफ कुनै सोझो जवाफ होइन, बरु यो त यस्ता विरोधाभासहरूको श्रृङ्खला हो जसले हाम्रो सोच्ने तरिकाको सीमालाई नै भत्काइदिन्छ। अब बुद्धको पहिलो र सायद सबैभन्दा महत्त्वपूर्ण शिक्षा करुणाको बारेमा छ। तर जुन तरिकाले यो प्रस्तुत गरिएको छ त्यो सुन्दा त सुरुमा दिमागै घुम्छ। यो पूर्ण रूपमा विरोधाभासपूर्ण लाग्छ। यो भनाइले हाम्रो सामान्य तर्कलाई नै एक किसिमले हल्लाइदिन्छ, होइन त? मतलब कसरी सबैलाई मुक्त गर्न सकिन्छ तर अन्त्यमा कोही पनि मुक्त भएको हुँदैन। यो त सुन्दा नै असम्भव जस्तो लाग्छ। अब यो अजीब विरोधाभासको समाधान तब हुन्छ जब हामी यी 4 भ्रमपूर्ण धारणाहरूलाई बुझ्छौं। छुट्टै आत्माको धारणा, एक व्यक्तिको धारणा, एक प्राणीको धारणा र एक निश्चित जीवन अवधिको धारणा। सूत्रको भनाइ के हो भने यी कुनै पनि कुराको छुट्टै स्थायी अस्तित्व नै छैन। यदि उद्धार गर्ने म र उद्धार गरिने प्राणीको छुट्टै अस्तित्व नै छैन भने करुणाको कार्य शुद्ध र अहङ्कार रहित हुन्छ। यही विचारलाई दानको अभ्यासमा हेरौँ न। जब मैले दान दिँदैछु, उसले दान लिँदैछ र यो दानको वस्तु हो भन्ने विचारमा नअल्झिकन दान गरिन्छ, तब त्यसबाट उत्पन्न हुने पुण्य असीम हुन्छ, आकाश जस्तै। यो केवल कर्मको शुद्धता हो, फलको कुनै आशा बिना। अब यो अनासक्तिको विचारलाई सूत्रले अझै गहिरो बनाउँदै लैजान्छ, एकदमै अनौठो तरिकाले। यसले भाषालाई नै एउटा औजार बनाउँछ, हाम्रा शब्दहरू र धारणाहरूप्रतिको मोह तोड्नका लागि। सूत्रले बारम्बार एउटा ढाँचा प्रयोग गर्छ जुन सुन्दा अलि जटिल लाग्न सक्छ, तर यो वास्तवमा हाम्रो सोचलाई फरकिलो बनाउने तरिका हो। यो भन्नु जस्तै हो कि नक्सा आफैमा वास्तविक भूगोल होइन, त्यो त केवल एउटा सङ्केत हो। जस्तै पहिलो उदाहरण हेरौँ। यसको मतलब के हो भने शिक्षालाई बताउने शब्दहरू आफैमा वास्तविक शिक्षा होइनन्। यो त चन्द्रमा देखाउने औँला जस्तै हो। यदि हामी औँलामा नै अल्झ्यौँ भने चन्द्रमा त छुट्छ नि, होइन र? यही कुरा संसारको अवधारणामा पनि लागू हुन्छ। हामीले हाम्रो दिमागमा बनाएको संसारको तस्विर, त्यो वास्तविक हर पल परिवर्तन भइरहने यथार्थ होइन। त्यो त एउटा नाम मात्रै हो, एउटा लेभल। यहाँसम्म कि पुण्य जस्ता आध्यात्मिक कुराहरूमा पनि यही तर्क लागू हुन्छ। यदि हामी मैले पुण्य कमाउँदैछु भन्ने विचारमा अल्झ्यौँ भने हामीले त्यसको वास्तविक सार नै गुमाउँछौं, जुन त केवल अपेक्षा बिनाको कर्मबाट आफै उत्पन्न हुन्छ। र यो तर्कको सबैभन्दा ठूलो निष्कर्ष के हो भने यो हरेक चिजमा लागू हुन्छ, यहाँसम्म कि बुद्धको भौतिक शरीरमा पनि। बुद्धको साँचो प्रकृति उहाँको शरीरमा सीमित छैन। जब हामी सबै रूपहरूको क्षणिक भ्रामक प्रकृतिलाई बुझ्छौं, तब मात्र हामीले यथार्थको साँचो रूपरहित प्रकृतिलाई देख्छौं र त्यसैलाई बुद्ध देख्नु भनिएको हो। ल, अब हामी यो विश्लेषणको अन्तिम खण्डमा आइपुगेका छौं। यहाँ सूत्रले यथार्थको प्रकृति र वास्तवमा के कुराको मूल्य छ भन्ने बारेमा आफ्नो अन्तिम भनाइ राख्छ। सूत्रले एउटा एकदमै अचम्म लाग्दो दाबी गर्छ। सोच्नुहोस् त, अनगिन्ती संसारहरूलाई बहुमूल्य रत्नले भर्नु र यो सूत्रको केवल 4 पंक्ति बुझ्नु कुन ठूलो होला? सूत्र भन्छ त्यो 4 पंक्तिको ज्ञानको पुण्य कैयौं गुणा बढी हुन्छ।
भौतिक दानभन्दा ज्ञानको मूल्य अतुलनीय छ। तर किन यो ज्ञान किन यति धेरै मूल्यवान छ त? किनभने भौतिक चिजहरू त आफैमा भ्रमको हिस्सा हुन्, अस्थायी छन्। तर ज्ञान त त्यो औजार हो जसले हामीलाई यही भ्रमबाट मुक्त गराउँछ। यसले हामीलाई भ्रमको निद्राबाट बिउझाउँछ। र अन्तमा सूत्रले आफ्नो सबैभन्दा प्रसिद्ध, सबैभन्दा सुन्दर श्लोक प्रस्तुत गर्छ। यसले यथार्थको क्षणिक प्रकृतिलाई केही सुन्दर उपमाहरू दिएर सबै कुरालाई एकै ठाउँमा ल्याउँछ। यसको अर्थ हो, सबै बनेका कुराहरू सपना, भ्रम, पानीको फोका वा छाया जस्तै हुन्, शीतको थोपा वा बिजुलीको चमक जस्तै। यो नै सूत्रले दिने अन्तिम दृष्टिकोण हो। सबै कुरा क्षणिक छ, अस्थायी छ, एक अर्कासँग जोडिएको छ। केही पनि स्थायी वा छुट्टै छैन। सबै कुरा बगिरहेको छ, ठिक सपनाको दृष्टि जस्तै। त्यसो भए यो विश्लेषणको अन्त्य कुनै ठोस उत्तरले होइन, बरु सूत्रले नै छोडेको एउटा गहिरो प्रश्नले गरौँ। यदि साँच्चै नै सबै कुरा सपना जस्तै हो भने यसले संसारलाई हेर्ने हाम्रो तरिकामा कस्तो परिवर्तन ल्याउला? यो एउटा प्रश्न हो जसबारे हामी सबैले मनन गर्न सक्छौं।